वेलकम टु माई न्यू ब्लग। कमेडी अलि हँसाउने खाले ब्लग हो मेरो चाहिँ। यो चाहिँ यसपालिको मेरो फेसबुकमा अनि टिकटकमा युट्युबमा भिडियोमा किन भ्युज आएन भनेको त नेपालतिर पावरै पो छैन रहेछ, बिजुली करेन्ट नै छैन रहेछ त। त्यही भएर त यस्तो भएको रहेछ त। न भ्युज आउँछ, न लाइक आउँछ, न कमेन्ट आउँछ। म त किन होला नआएको भनेको त नेपालको हालत यस्तो बिग्रिरहेको रहेछ, कसरी आउनु अनि। पावर दिने मान्छे त मरिसकेको रहेछ, भिखारीको बानहरू त अङ्कलहरूलाई निकाल्छ, राम्रो काम गर्नेहरूलाई। अब चोर नेता डाका जति चाहिँ राख्छ देश खत्तम। अनि जति लुट्छ, जति सक्दो लुटिहाल्छ, त्यसपछि निस्किहाल्छ आफै। चोरहरूलाई केही भन्न सकिन्न। यिनीहरूलाई त जरैदेखि फ्यालेर निकालेर टिपेर तलतिर फ्याल्नुपर्ने हो। खास गरी चाहिँ नेपालमा के भन्नु, अब कानुनै छैन, केही पनि छैन। आई क्यान नट डु एनिथिङ फर देम। म केही पनि गर्न सकिन्न है। जस्ट बोल्न त पाइन्छ होला, मेरै बारे केही न केही त बोल्न मन लाग्छ, त्यही भएर मात्रै बोलेको हो। कोही पनि माइन्ड नलिने होला होइन। आफ्नो च्वाइस हुन्छ। अब मलाई बोल्न मन लाग्यो, म त बोलिहाल्छु होइन। अलिअलि बोल्दा त केही पनि हुन्न होला, तै पनि केही गल्ती बोलेको छ भने आइएम सरी फर द्याट होइन। सबैजनामा अस्तिदेखि ट्राई गर्दैछु म। मेरो फेसबुकमा भ्युज किन आएन, युट्युबमा भ्युज किन आएन, लाइक कमेन्ट आएन, किन आएन भनेको त लास्टमा त बिजुली छैन रहेछ नेपालमा। अनि हानाहान एउटै मोबाइल चार्ज गर्न 3-4 दिन लागेर कसरी आउँछ त मेरो भ्युज। यहाँ आफू चाहिँ झन् किन आएन भ्युज भनेर बसेको त छैन रहेछ नेपालमा। अनि मरिरहेको रहेछ पावर दिने मान्छे, भिखारीका बानहरू। के गर्नु, अब यस्तै हो। सी यू, बाई, जय नेपाल।